कस्तो लागिरहेछ तिमीलाई गोदावरी आएर रमेश ओली भन्दैमा तिमीलाई कस्तो लाग्यो एकदम राम्रो भएर सबजना खुसी एकदम तिम्रो एक्जाम कस्तो भयो आज 100% बवाल ल उसको त 90 एबो भयो हैन उसलाई सोध्नु पर्दैन आज एक्जाम खतरा भइराछ बोल्दिरहेको कस्तो भयो किन सोल्टी आज भयो राम्रो भयो भने अब त्यो मैले बुझिसक्यो आज चाहिँ हाम्रो ब्याचलर लास्ट इयरको चाहिँ होइन लास्ट इक्जाम दिएर चाहिँ हामी निस्केको बबाल भयो हाम्रो इक्जाम चाहिँ 5 वटै खतरा भएको छ होला तलै होला बबाल त्यही भएर हामी चाहिँ आज साथीहरूको लागि मेमोरीको लागि भए पनि हामी आज मेमोरीको लागि चाहिँ हामी घुम्न गोदावरी आएको छौँ होइन को बाँकी हो ए दाउमा सोल्टीहरू आउँदै रहेछ नि त मनाङ चामल भएन भने त्यो होटेलमा खानै नखाने हेलो ह्यान्डसम चाचा चाचीहरू के छ खबर हजुर कुखुरा आयो भातै छैन यस्तो हो नि त यो टेबलमै नराखेर यसरी तान्ने सबैले म तान्दिन्छु चना खाँदा हुन्छ है के छ हेलो चना खाँदा हुन्छ नि चना अन्डा चना अन्डा यता दोस्त तिमी त्यो समय दिउँ न यार एकचोटि म त्यस्तो हाल्छ है अरू Guys, do share, subscribe and like. Don't forget to comment. निस्किन लाग्यो के भरे किरण जान लाग्यो हो ल उलाई स्पेशल फिचरिङ गर्दियो ल किरण सोल्टी बाइ बाइ जान लाग्यो हो हैन होला हेलो के छ यार मनोज ह्यान्डसम यतिको हुनु पर्यो के ह्यान्डसम भनेको के यतिको हुनु पर्यो के यता पनि हेर्नु ल कलेज चाहिँ हाम्रो ह्यान्डसम कलेज राख्नु पनि लिङ्कन कलेज राखेर यहाँ हाम्रो गाजल सोध्नु गाजल किरण निस्क्यो त उ चाहिँ चिरमा पनि आउँछु हामी चाहिँ उमा बहिनी यसो कलेज छोडेर गयो नि मलाई बिर्सिनु भएन नि त हामीलाई बिर्सिनु भएन नि त है रमिना बहिनीले पनि मलाई चिन्छ मेरो नाम थाहा छ तिमीलाई मलाई मेरो कलेजमा त होइन मेरो नाम कसैलाई थाहा छैन जस्तो लाग्छ यता हेर यता नहेर्ने नहेर क्या ज्यास्मिन लुकिया हेर न ज्यास्मिन ल ठिकै छ ओइ गयो केटो बाई बाई त भन्नै बिर्सेछु कोही कस्तो आयो फोटो हेर के हो यार ओ हिँड्दै ह्यान्डसम
खायो तिमीले नेपाल खायो अहिले चाहिँ गोदावरी खायो तिमीले गोदावरी खायो तिमीले ए गोदावरी होइन डेढो खायो तिमीले डेढो खायो यो 180 मा गरेको छु पोकेमा जान्छौ ओ यस्तो हो नि त धुवा तान्ने भनेको ल बवाल हो भयो सकिसक्यो चलिरहेको खेल छ तिम्रो मनभित्र यो यति मात्र आउने यो गीत ओ अन्डा आयो गाइस अन्डा आयो यो अन्डा देखाइ न अन्डा आयो ओए अन्टीले यतिखेर यत्रो अन्डा पारेर ल्याउनु भएछ ओ यहाँ त अब कम्पिटिसन हुन्छ जाँदै अन्डा कम्पिटिसन है ओ यो तातो छ यार नुन लिएन न नुन यार ओ चना ओ अलि चना धेरै भएको छ यता है श्रावण सोल्टिँदैन उता सन्तोष सोल्टिँदैन ओ मेरो हात पोल्यो यार ए उ त्यो टेबलमा राखिदिनु न दुईटा एउटा मलाई यहीँ राखिदिनु एउटा यो दुईटा त्यहाँ लैदिनु न तिनीहरू खान्छ त्यहाँ अरू भित्र छ छ त अनि के फुलचौकी डाँडा ओ यहाँ चाहिँ फुलचौकी डाँडा भयो त्यो टावर चाहिँ देख्ने गरी होइन तर के भने यहाँ देख्दैन को तिमी गइसक्यो त्यही स्नो खेल्ने बेला आएको थियो ल ठिकै छ ट्राउट माछा हेर्नु जाउँ न अब यहाँ हाम्रो गाइजहरू यहाँनिर मेरो भ्लगमा गाइजहरू छ होइन सबैलाई यहाँ ओ मेरो होइन सब्सक्राइबरहरूलाई त माया गर्नु पर्यो नि त ओ अनि माछा दे यहाँबाट पानी जाने यस्तो पानी चेन्ज पानी यो उ गर्ने रहेछ कि सफा नयाँ फ्रेस पानी ए ऊ त्यो त उ गर्ने मात्र आउँछ मुखमा फेरि के बोलाउँदै ट्राउट माछा यहीँ पकाउनु पनि ल ठिक छ आफैले झिक कहाँ रहेछ माछा खोइ अनि यसलाई पानीमा डुबाइदिनु ट्राउट माछा मऱ्यो भने के भने के हो ऊ त्यहाँ माछा टन्ने रहेछ नि त यहाँ पर्यो पार्न आउनु पर्यो नि भाइलाई हेर भयो ल त्यो यहाँ लक चाहिँ लाग्यो नि यार फेरि पानी पस्यो भने टेन्सन हुन्छ ठिकै छ पर्यो खोइ कति केजी आउँदो रहेछ केटा ट्राउट माछा निकाल्ने हो होइन उसले निकाल्छ ऊ एक्सपिरियन्स उस खतरा खायो कि अलिक ठुलो खालको निकाल हाम्रो 2-3 केजी अर्डर ओ बाछा तिनटाले 1 किलो हुन्छ तिनटाले 1 केजी हुन्छ खै 1 केजी त भइसि पानी भएर देख्यौ माछा कसरी निकाल्यो तिमी थाहा भयो नि सन्तोष सोल्टी तिमीलाई माछा कसरी निकाल्यो भने थाहा भयो नि 1 केजी मैले निकाल्दिछु लाएर तिनटाले 1 केजी पुग्यो
ए पानी चाहिँ यहाँबाट जाने रहेछ कि अघि पानी यहाँबाट गयो होइन अनि पानी फ्रेस भएर अनि त्यो पानी त्यस यस्तो रहेछ अनि ओके त्यही त ल गाई जम 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 अब जम ए राति आएर न यस्तो बन्दोबस्त रहेछ नि त यहाँ त झिलिमिली बल्छ यार राति यार हो यो झिलिमिली बल्छ अरे के झिलिमिली राखेको रहेछ होइन राति त दामी हुन्छ होला यो छेउमा चाहिँ लानुपर्ने रहेछ के छेउमा लाएर तान्नुपर्ने रहेछ म त यस्तोमा मलाई पौडी खेल्न दियो भने म त्यहाँ गएर समाइदिन्थेँ यार आमा भ्यू त बबाल आएर यो बादल हेर न बादल हेर्दाखेरि त्यस्तो हो होइन तर यहाँ बादल बबाल देख्दो रहेछ हेर न ओ धन्दै नलड्यो हो ए ल ठिक ल ओ राई सोल्टी जम किनिसक्यो ए दाना चाहिँ छैन दिदी त्यसको त्यो के को हो दिदी त्यो दामी नै होला है हेर्दा दामी छ नि खाँदा चाहिँ कस्तो त्यति मात्र किने अनि 20-22 जनालाई त्यो कहाँ पुग्छ त त्यसो भए त यो पनि त्यो 22 वटा चाहिन्छ होला कति उसले बार्गेनिङ गरे 85 रुपियाँ लास्टै थोरै भएन दिदी नि कस्तो आयो फोटो एकचोटि फोटो यता देखाइदियो यता देखाइदियो यता एकचोटि हजुर ओ ल हिरो आयो तिमी यार के भयो फेरि यो पोज पोज हजुर जम जम आउ न भल के त कहाँ हेर ए गाइज तिमीले भन्देऊ न यार अलिअलि भन्देऊ न यस्तो ब्याचरमा होइन हाम्रो सकियो छ होइन ल है अब लास्ट एक्जाममा चाहिँ हामी चाहिँ अब 2076 सालमा चाहिँ ब्याचलर स्टार्ट गरेर हैन 2076 सालमा चाहिँ हामी यिनै अनुहारहरु सबै नयाँ नयाँ मुलाहरु आजसम्म आउँदा मुला मु सबै भइदिन्छ अनि आज चाहिँ अब ल 2000 झन्डै 80 साल लाग्ने बेलामा चाहिँ हाम्रो ब्याचलर सकिएको छ अन्तिम एक्जाम आज अब यहाँ फेरि सबै टपर मात्रै छ केटाहरु सबै राम्रो खतरा खतरा पढ्ने छ अब त्यस्तै भयो पिचमा रमाइलो नि भयो आयो गोदारी आसम हेर्दै जाउँ गोदारीबाट भित्र सिरियसली अलिकति रमाइलो हुन्छ है गेट निर आइपुगिसक्यो गेट निर आइपुगिसक्यो अब अझै हाम्रो बाँकी साथीहरु चाहिँ त्यहाँ छ हाम्रो मेरो कार्ड छ है ए मेरो चाहिँ यहाँ बाइकको चाबी नै छोडेछ हुन त जिन्दगी चाबी बल्ल दोस्त हो हैन लाइनमा टिकट भइसक्यो है ल ठिक छ हामी ए बाड्नु क्यामेराको पनि काटेर आउनुस् एउटा यो क्यामेरा पनि चाहिन्छ 30 रुपैयाँ यो नि मान्छे है 30 रुपैयाँ लेखा जान्छ ए क्यामेरा पनि पर्छ यो त फेरि ल क्यामेरा टिकट लिएर आउ केटाहरु आउँछ त्यो टिकट लिएर आउँछ है टिकट च्यात्नु पर्छ पक्नुस् ए टिकट पनि च्यात्नु पर्छ ल ठिक छ है ए हामी तल्तिरबाट छिरे थियो अस्ति त्यही भएर खै मैले ए प्रशान्त चाचा उता अगाडि जानु अगाडि हो ए मुला पो है ल पासपोर्ट आएर ल ल पासपोर्ट आएर ल हाम्रो सन्तोष रुम्बा ल सन्तोषमा आयो हाम्रो प्रशान्त चाचा हाम्रो चाहिँ के अरे रवि हाम्रो टेक सोल्टीको भिजा नि लागेछ हाम्रो उमाजीको नि भिसा लगाएर भित्र छिर्नु भयो के गर्ने हो यो कति बजेको फ्लाइट त नामै बिर्सिन्छ त थिएन सन्दीप सोल्टी विशाल सोल्टी त्यहाँ लगाउन खै नलगाए कहाँ छिरेको हो लगेर आऊ है ल ल हाम्रो मेन भ्लगर चाहिँ आउँदै रहेछ ए अझै एकजना आउनु बाँकी रहेछ यहाँ हेलो हेलो खै हाम्रो एकजना टुरिस्ट यहाँ टुरिस्ट पनि आउँदै रहेछ डल्लो डल्लो रहेछ यो नेपालकै टुरिस्ट परेर चाहिँ के हो हेलो कृपाजी उहाँ हाम्रो 3 जना चाहिँ अझै कुदेर आउँदैछन् उहाँ परमित्रहरू यहाँ चाहिँ नि विदेशी पनि घुम्न आउँदो रहेछ क्या कस्तो लाग्यो भने विदेशीहरू पनि आउँदो रहेछ होइन नेपाली बुझ्दैन मलाई नि इङ्ग्लिस आउँदैन फेरि कस्तो समस्या पर्यो केही छैन अब पछि सिकेर हेर सबै यहाँ त सबै विदेशी मात्रै रहेछ नि घुम्न आएर हामी होटल क्यान है पनि आइसक्यो ठ्याक्कै अब हजुर हजुर सबै देखो ए ल ल म हो यसै लानु पर्यो कि अब छोटो कोलाई भन्नु त मान्छेहरूलाई ए त्यो चाहिँ हो खै लालीगुराँस खै कहाँ यो लालीगुराँसको बोट हो ल यहाँ लालीगुराँस ओ
के भने नोटी भने लालीगुराँस छ यहाँ चाहिँ गाइस लालीगुराँस एउटा नोटी भनेको छ मुनि देखाउ न ए यहाँ नटी पो भन्ने रहेछ ए ल ए पढ है पढ गाइस म देखाउँछु ल ए तिमी अगाडि गर्ने हो क्या ल गाइज आयो आइबार आइ हेलो हेलो हामी गोदावरी प्रस्थान गर्दैछौँ है यो प्रस्थान गर्दा हो विशाल ह्यान्डसम लुक एट ल यता देखाउ त ओ माय गॉड फेरि यहाँ मनोज ह्यान्डसम छ फेरि यहाँ के को बोर्ड हो के हो यो आयुर्वेदिक हो है यो आयुर्वेदिक आउँछ यो चाहिँ कहीँ पाउँदैन यो गोदावरी मात्र पाइन्छ यो त खान नि मिल्छ नि ल आऊ न आऊ फेरि नटिप्नु होला भनेको छ यहाँ यो राइसोल्टी हो एकदम ह्यान्डसम मान्छे हो एकदम ह्यान्डसम कुरा नगर न जाँट हेर फेरि हेर गोदावरी बनैमा मा राख मलाई मनैमा आउन माया गोदावरी बनैमा केटी केटी मनैमा ओहो ए माछा ल हामी चाहिँ यहाँ ए जेउ ल्यारु म त्यसको यस्तो बखान गाइदिनु लाग्थेँ कि मैले त्यसको बारेमा एक्सप्लेन यस्तो एक्सप्लेनेसन दिनु लाग्थेँ कि मैले माछा हो नै जस्तो बनाइन्थेँ मान्छेलाई ट्राउट माछा भन्नु ट्राउट माछा एहे यहाँ त क्यामेरा बोक्दै हिँड्दैन पर्छ है यसले त घोज्छ है केटा आज नजिक नजा त्यो फुल हो उ त्यो फुल यो फुल ए उ त्यो हो नि हरियो फुल हैन होइन कलरको होइन होइन ए कुन फुल यो सेतो सेतो फुल क्या ए ए गाइजर फुल हेर्न आऊ नि तिम्रो यार यो फुल चाहिँ मिस नगर है कसैले पनि हेर्नुहोस् है यो पछाडि भइरहेको फुल हेर्नुहोस् त पछाडि हेर्नुहोस् त फुल कति राम्रो छ पछाडि यहाँ ठ्याक्कै देखिरहेको फुल हेर्नुहोस् कति राम्रो यो रुखमा फुल नफुले अब यो रुख कस्तो देख्थ्यो होला हो मान्छेको जीवन पनि यस्तै हो जवानी दर राम्रो देखिन्छ त्यसपछि पात झरेपछि यस्तै छ न राम्रो देखिन्न फुल फुलेर राम्रो देख्छ जे चिज पनि हेर्नु है यस्तो राम्रो छ यहाँ हेर्नुहोस् है फुल फुलेर फुलको बोट भयो न त झारुन्थे तिम्रो त एक्सप्लेनेसन गर्छु भने फुलको हेर नि यो फुल यहाँ फुल फुल्यो भने यो फुलको बोट भयो न त झारुन्थे हेर जिन्दगी कस्तो यही जिन्दगी यस्तै हो राम्रो बन्नुपर्छ राम्रो भएन भने के पनि मतलब छैन यस्तो कुरालाई हेर ल यो रुख हेर्दा केही छैन जम्मै डाँठ मात्र देख्छ फुलले कति राम्रो बनाइदिएछ यसलाई हो त्यही भएर हरेक चिजलाई फुल जस्तै बनाउनु पर्छ जीवन है अब यो भित्र चाहिँ यहाँ लराइले बेरेर मान्छेले के बनायो अलिक सजिलो बनाउनु नि जङ्गलै बनाइदिएछ यार ल है कति राम्रो जङ्गल बनाइदिएछ ल ठिक छ है दामी रहेछ यहाँ अब यस्तो गर्लाले जीवन फुल बनाउनु पर्छ है साथीहरू यस्तो जाबो रुख हेर्दा केही छैन फुलले कति राम्रो बनाइदिएछ जस्तै भमरा एट्र्याक्सन हुने गरी हैन फुलमा भमरा चाहिँ आउनु पर्यो त्यही भएर जिन्दगी फुल फुलेन झार फुल फुल्यो फुलको बोट कति मजा छ हेर यस्तो माथि अलि माथि हो यतिको अब यो मुला बाँसमा केही फुल्दैन नि बाँस भनिदिन्छ त्यसै हिँडिन्छ केही छैन उयो यस्तो भयो भने चाहिँ जिन्दगी काम छैन फेरि काँडा जस्तो जहाँ पनि घोच्ने खालको भयो भने जिन्दगी भनेको फुल जस्तो हुनुपर्छ सबले मन पराउँछ है मेरो यो भ्लगमा हैन टपिकै जिन्दगी भनेको फुल जस्तो जिन्दगी फुल यस नाइस टपिक चाहिँ बवाल छ कि जिन्दगी भनेको फुल जस्तो हुनु पर्यो है काँडा जस्तो त मान्छे हैन काँडा जस्तै भयो भने चाहिँ काम छैन यहाँ चाहिँ हाम्रो फेरि विदेशी साथीहरू पनि टन्नै आउनु भएको छ कि आज विदेशी साथीहरू फेरि यस्तो साह्रै गोरो हुनु रहेछ गोरो पनि चाहन्छ नेक्स्ट लेभलको गोरो फेरि कुन भाषा हो यो चाहिँ खै हो के भाषा खै हेलो मिस जाउँ ल हजुर हेलो म्याम यु आर लुकिङ टु हट भन तिमी त्यहाँ गरी गएन त्यहाँ नाम लेखिरहेछ ए कहाँ त्यहाँनिर उठा ए हो त्यस्तो शान्ति अब यस्तो शान्ति हामीले फुलको जीवनी लिएर आइसक्यो यस्तो शान्ति त घोच्ने सोच्ने काँडा चाँडा त गर्दैन हामीले राम्रो मात्रै गर्ने यहाँ हुनु थियो चौधरी ग्रुपको एकजना पात्र पनि हुनुहुन्छ कि हामीसँग नाम के अरे अन्जना चौधरी लदाउनु हुन्छ उहाँ चाहिँ फेरि यहाँ चाहिँ अर्को भ्लगर पनि यो नि भ्लगरै हो है यो नि क्यामेरा बोकेर हिँडेको छ भ्लग चाहिँ गरेको छैन आज क्यामेराम्यान बनाइदिएको छ मुलालाई हामीले आज
यो नि हामीसँगै पढ्ने हो मुला आजभन्दा 4 वर्ष अगाडि यसलाई मैले चिनेको थिएन अहिले चिनेर मुला भन्ने भइसक्यो हेर यस्तो क्लोज छ नेपाली बुझ्ने टुरिस्ट आयो नेपाली बुझ्ने टुरिस्ट तपाईँ कहाँबाट आउनुभयो टुरिस्ट कहाँबाट आइदिनु भन्नु ओखलढुङ्गादेखि आउनु भएको छ हाम्रो नयाँ टुरिस्ट है नेपालकै टुरिस्ट हुन्छ जस्तो छ हेर्दा ओखलढुङ्गा पनि नेपालकै हो अर्को क्यामेरा आयो ए यहाँ चाहिँ सबैजना रमाइलो गर्ने ठाउँ रहेछ कि सबैजना आउने बस्ने फ्यामिली उहाँ हाम्रो 2-4 जना पात्र त्यहाँ खुसी घाम नलाए नि शीतल ठाउँमा बस्नु भएको छ खुसी लाग्यो त्यो खासमा शीतल ताप्नलाई बनाएको ठाउँ हो ठिकै छ है त्यो अब यहाँबाट चाहिँ हुँदा हुँदा हामी धेरै बिचमा आइपुगिसकेका छौँ है साथीहरू हेर त्यहाँ हेर यहाँ फुल कति राम्रो अब फेरि यो नेपालमा कस्तो छ भनेपछि जहाँ खोला नाला हुन्छ त्यहाँ पुल हुन्न अब यहाँ यो पुल त फेरि यहाँ पानी छैन पुल छ यहाँ यस्तो छ यो नेपालको डेभलपमेन्ट भन्ने हो अब यो रुख फेरि कहाँ हो यो बिचमै गइसक्यो चाहिँ मान्छे चाहिँ त्यस्तै छ होला हो यस्तो हुनुपर्छ तल सुके नि माथि फुल्ने तल सुके नि माथि फुल्ने हुनुपर्छ है यहाँनिर चाहिँ फुलै फुल रहेछ क्या फेरि जम्मै फुल मात्र देख्छु म त कति राम्रो फुलहरू हो फेरि खास यसको नाम चाहिँ फुलबारी हुनुपर्ने गोदावरी भन्दा जता नि फुलै फुल्छ है यता हेरे त फुल फुलकै फुल फुलै फुल है यहाँ त एकदम म यस्तो इनर्जी आइरहेको छु कि फुलै फुल भएर ल हेर्नुहोस् यहाँ फुल हेर्नुहोस् नि कति राम्रो फुल नफुले अब ए झार भनेर लात्ती हानेर हिँड्थ्यो हामीलाई नि यस्तो हुन्छ फुल भने उहाँ अर्को फुल पनि यता छ है उहाँ अर्को फुल यता नि छ कोपिला गरेको कोपिला हेरे भोलि फुक्रिन्छ नचिप्नु हेर कोपिला नछुट्नु पाप लाग्दछ यो भनाइ मनोजको होइन भ्यालेन्टाइन गइल्यो खै भ्यालेन्टाइन गइहाल्यो यहाँ रहेछ एउटा फुल कस्तो लुकेर फुलिरहेको नि त लुकेर फेरि एउटै मात्र फुलेको छ हेर्नुहोस् ल बोटभरिमा एउटै मात्र फुलेको छ हेर्नुहोस् त्यहाँ सबै रमाइलो गर्न आएको छ ल अहिले हाम्रो चाहिँ हाम्रो कलेजको टपर सोल्टी एकदम सोझो हुनुहुन्छ उहाँ चाहिँ हजुर छोडिदेऊ फुल खसेछ माछा माया गर्नुपर्छ है फुललाई माया गर्नु यो नेपाली टुरिस्ट त जहाँ पनि भेट्छ हो हामीले के भएको छ यहाँ पुल हेर्नु नेपालको पुल हो यहाँ पुल फेरि जहाँ त्यहीँ छ त्यही खोला छैन फेरि यहाँ खोल्चा पनि छैन नेपाली टुरिस्ट अलिक छिटो घुम जहाँ पनि भेट्छ नेपाली टुरिस्टलाई ल हेलो टेकराजा के छ खबर अनि यस्तो गोदावरी घुम्न आउँदाखेरि कतिको अनुभव कस्तो भइरहेछ फिलिङ कस्तो आइरहेछ नेपाली भन्दा नि कुइरिने हो चाहिँ राम्रो एकदम राम्रो यार त्यो त यार ल है आएर छ फेरि एकदम हेलो ल गाइस भतिज भन्ने चाहिँ हाम्रो एक नम्बर नुवाकोटबाट प्योर नुवाकोटबाट किनेर ल्याएको हो यो कति राम्रो फुल हेर न फुलै फुलको बिचमा फुलै फुल गीतै मिलेन के फेरि फुलै फुल दिन्छौ कि काडै काडा दिन्छौ कि यहाँ यस्तो फुल फुलेर छ फुलबारी हुनुपर्ने गोदावरी राख्दै छ कुन चाहिँले जता हेर्दा नि फुल देख्छु म त ए यो चाहिँ बिहाइन्ड द सिनमा यहाँ यो चाहिँ के हो खास के को लागि बनायो गेट हो ढोका गेट हो ए कस्तो खालको ढोका हो त फेरि काठको ढोका बनाएर चाहिँ फेरि फुलबारी सिर्ने जङ्गल एरिया भने यस्तो हुन्छ पहिचान जनाइहाल्ने जहाँ पनि काठकै काठको हेर्नु त हेर्नुहोस् यो रुखलाई यस्तो बिचरा माया लाग्यो मलाई फुल नफुलेर है के कसैले नि हेर्दैन सब पछाडि फर्किन्छ सुकेछ बिचरा हेर जिन्दै यस्तो नबनाऊ बेलामा फुल फुलाउ लाग्ने है पानी सानीको यसो मल के अरे मलजल गरौँ है बेलामा
क्याको मलजल गरौँ राम्रो बनाऊ नत्र त कसैले हेर्दैन फेरि यस्तै हुन्छ यो रुग्ला जस्तै हो बेलैमा चाहिँ मलजल गरिएन भने है होइन फेरि यो नेपाली कुइरिनले त जहाँ पनि भेट्छ हामीले के भएको जहाँ गयो त्यहीँ भेट्छ यार फुलको वासना हुन्छ कि भेट्यो फेरि फोटो खिच्यो ल ठिक छ ल यहाँ दामी रहेछ है मलाई उठाऊ भनेको मुला त कलेज टपरै हो नि डपरे हो नि अनि यो मुला घुसु घुसु पढ्ने एक्लै गर्ने हामीलाई नसिकाउने कोचको माछा परी ल आयो है केटाहरू क्याप्चर नि हान्छ यसले प्रशान्त सोल्टी पनि जाउँ ल क्याप्चर हान्दैन क्याप्चर त हान्दैन यहीँ भ्लगमा आउँछ नि केटाहरूको ल है यिनीहरू चाहिँ परम मित्र साथीहरू एउटै बेन्चमा बस्ने त्यही भएर अहिले पनि पुलमा नि एउटै पुलमा बसिरहेको छ केटाहरू यिनीहरू जति गर्ने हल्लै गर्ने अहिले हल्लै गरिरहेको छ मुला फेरि जहाँ गयो नि हल्ला गर्नुपर्ने यसलाई है यहाँ ल ल बस बस केटाहरू हो प्रोफाइलमा राख्ने दरबारमा राख्नुपर्ने राजालाई प्रोफाइलमा ल फोटो खिच ए फोटो त खिच्दैन केटाहरू भिडियो मात्र ए झरनाको चिसो पानी त खोल्छ ल खिचिहाल न को हो त हुन चाहिँ ए हाम्रो टेक्सोल्टी हो जुम चाहिँ गर्नुपर्छ यार को त ओ क्यामेराम्यान होइन उ चाहिँ राम्रो फोटो चाहिँ एउटा निकालेको छैन ल धेरै भन्ने मात्रै हो मुला कहाँ खिचेको हो केटाहरू फेरि सबै ध्यानमा बस्नु थाले यहाँ फेरि केटाहरूलाई अहिले त भित्र ध्यान चाहिँ आइहाल्छ फेरि जङ्गल एरिया अब फेरि केटाहरूलाई अहिले जङ्गल एरिया छिरेपछि त ध्यानको फेरि आसन याद आइहाल्छ कि यो फेरि यस्तै हो के जङ्गल एरियातिर गुम्बातिर मेडिटेसन गर्न ए माछा धेरै खिच्यो ल यहाँ एउटा दामी केटोले क्यामेरा यहाँबाट खिच न फोटो खिच्नुला है के हेर्नुला विनोद सिंह यस्तो फोटोग्राफर यस्तो छ हाम्रो एउटा गाडले टोपी लगिदियो ए गाडले टोपी लगेर खेल्यो ल्यायो ए यता लिएर दुईजना पो खेलिरहेछ नि त नेपाली टुरिस्टको टोपी लगाएर कुकुरले खेलिरहेछ यार बिचरा हेर यहाँ सानो धन्न दिनु सकेको छैन फोटो मैले भाइ भयो लाइटिङ चाहिँ त्यति परेन यहाँ फोटो है लाइटिङ परेन त्यही भएर आएको ए हाम्रो अञ्जना चाहिँ के छ सन्चै छौ तिमी त फेरि बाटोमा धेरै भेट्छौ नि यार अहिले पनि भेटिरहेको छ माथितिर रेकर्ड त यतिकै त चाहिन्छ नेचुरल रेकर्ड त राम्रो हुन्छ नि यार होइन नेचुरल रेकर्ड कस्तो मजा आउँछ कोही आफू सुन्न गएको छ उसको टोपी हरायो नेपाली टुरिस्टको फिर्ता ल्याइदियो गाडले ए गाडले ल्याइदियो जम्मै
यति हो 22 जना खै खै मान्छे कहाँ हो भाइ साँढेहरू बस्दैन बाबु उठ्ने हो बाबु सबै मान्छेहरू चाहिँ बसौँ न त अनि उसले नै हो त अनि तिम्रो त फ्यामिली प्याक छ कि छैन त हाम्रो त यो प्याक हुन्छ यस्तो जिउ भने उसको जस्तै पेट हुनु पर्यो नि त होइन यहीँ अल्झेर बस्यो केटाहरू म ल किन फर्क्यो होला फेरि देखाइदिए ल ए पालो बस्यो लाइनै बस्यो हो फोटो खिच्नलाई पनि उसको चाहिँ भुँडी ननिकाल फेरि भुँडी निकाल्यो भने तिमी क्यामेराम्यान होइन हो ल होइन ऊ त उबाट त 2-3 जना त क्यामेराम्यान रिजेक्सनै भइसक्यो यो क्यामेरा फोटो कसैले बुढो निकाल्दिने कसैले भुँडी ठुलो तिम्रो भुँडी नै छैन यार अनि भुँडी नै छैन त्यस्तो त भएन नि बरु उसको भुँडी निकाल्दा पनि के हुन्छ डान्स त्यो त आइसक्यो ल एकैपल्ट पर्छ एक हुन्छ ऊ त्यो पानीमा हालिदियो अनि लगेर कन्टेन्ट खतरा भन्छु कि मेरो के अरे तिम्रो नाम के अरे अङ्किता श्रेष्ठ होइन सन्तोष रे ल मेरो नाम लिइसक्यो जाति धन आइसक्यो कानमा चिउराएर पुरै यस्तो राम्रो मान्छे फेरि छ उसले फेरि सबैलाई नेवारै बनाइदिएछ हेर त्यहाँनिर के अरे उसको नाम मोनिकाको दिपाको पनि कानमा चिउरिएछ सबलाई प्रजाति अनुसार यो भयो नि भाइ तर पाहाडै बोकेर आउँछस् कि अहिले फुलै फुल दिन्छौ कि काडै काडा दिन्छौ कि मायै माया दिन्छौ कि भिडियो नि बनाउनु पर्ने गर ठिक छ यतिको हुन्छ है सँगै बिताएका पलको कुरा गर भने हो एक्लै यस्ता रमाइलो पलहरू पनि हामीले क्याप्चर गरिसकेका छौँ ब्याक साइड आयो फेरि हामी है 8739 आनन्द छ होइन अब कसैलाई टोइलेट लाग्यो भए उतातिर जाँदा हुँदो रहेछ है फेरि कहाँतिर हो यहाँतिर ए यहाँसम्म पिच भएको छ फेरि जहाँ गाडी गुड्दैन त्यहाँ पिच हुन्छ फेरि नेपालमा त कस्तो ठाउँमा यहाँ आएर मैले 2-3वटा अचम्म कुरा देखिरहेको छु पुल बनाएको छ रिङ रोड हेऱ्यो भने ठुलो उठ्छ यहाँ एउटा ठुलो छैन पिच रोड छ यी हेर अनि नेपालीको प्रगति कहाँबाट हुन्छ भने नेपाली प्रगति भएन भने चाहिँ प्रगति भएको छ त्यहीँ जहाँ काम नलाग्ने त्यहाँ भएको छ यहाँ चाहिँ जहाँ अब एउटा सानो रोड बनायो भने हुन्थ्यो पिच छ यहाँ है हामी त माथि आइपुगिसक्यो एकैचोटि यार धेरै माथि आइसकेछ यार हेर्दा धेरै माथि आइसक्यो थाहै भएन है
3 बज्न पनि लागेछ समयले नेटवर्क नि काटेछ हैन अब हामीले नि बाटो तताउनु पर्ने अवस्था देखिया छ अलिकता यो फुलबारीमा यसरी अब यो फुलबारी हेरौँ यो चाहिँ राष्ट्रिय वनस्पति उद्यान नेसनल हैन नेसनल बोटानिकल गार्डन ल ठिक छ केटाहरूले पढिदिइहाल्यो मैले पढ्नै परेन बाँकी केटाहरूले पढिदिइहाल्यो मैले पढ्नै परेन नेसनल यो बोटानिकल गार्डनमा त धेरै राम्रो फुलहरू छन् यहाँ हैन फुलै फुल्छ यहाँ त कहीँ पहेँलो फुल्छ कहीँ सेतो फुल्छ कोहीमा फुलहरू छ कहीँ भर्खर फुल्न लाग्छ है कहीँ फुलेर नि ओइलाइसक्यो यो चाहिँ नि प्रकृति आफैले फुला भन्दा पनि यहाँ चाहिँ म्यानेजमेन्ट छ है एकदम प्रकृतिले फुला भए आके छोकी फुल्थ्यो होला यहाँ चाहिँ सबै काटेर चिटिक्क बनाइदिएको छ यो हो नि त यो हो नि त जिन्दगी भनेकै फुलको जस्तो हुनुपर्छ यहाँ साथीहरू पनि हाम्रो साथीहरू अगाडि आइसकेको छ नि फोटो खिच्दै हुनुहुन्छ अब यी पानी यहाँ त्यतिखेर गइरहेको छ धरानमा पानी चाहियो भनेर बिचरा हर्क दाइले ढुङ्गा उचालिरहेको छ तर यहाँ पानीहरू यस्तै ल हेर्नुहोस् यहाँ फोकटेमा पानी खेर गइरहेको छ ल हेर यो पानी चाहिँ धरान पुर्याउनु सकियो भने त ढुङ्गै उचाल्नु पर्ने छ नि त ल हेर्नुहोस् यहाँ यो पानी धरान लैजानु पायो भने ढुङ्गा उचाल्नु परेन है ल ए रमाइलो छ यहाँभित्र त है ल चिल ठाउँ रहेछ है यहाँ चाहिँ त्यो बहिनीहरू हाम्रै ग्रुपका जस्तो छन् है फोटो फुल टिप्दै छ जस्तो छन् नानीहरू त्यहाँ कार्डहरू हुन्छ कार्डहरू हेरौँ फुल चाहिँ नटिपौँ है यो फुल नटिपौँ फुललाई चाहिँ यसै राखिदिउँ यो आफैमा राम्रो छ तपाईँहरूले टिप्नु भयो नराम्रो हुन्छ यो राम्रो फुलमा हेर्नुहोस् यहाँ भमरा भमराई माउरी भन्छ क्यारेला साँच्ची है हेर्नुहोस् हो यस्तो हुन्छ उमेर भनेको यो हो फुलको हेर्नुहोस् यहाँ यहाँ पनि छ फेरि यता चाहिँ छैन फेरि भमराहरू छैन यता चाहिँ यता त फुल मात्रै छ यता नि भमरा छ यहाँ हेर्नुहोस् फेरि यो चाहिँ माउरीहरू चाहिँ राम्रो राम्रो फुल मात्रै बसिया देख्छु म यो यसको रहस्य चाहिँ के होला है के होला यस्तो फुलतिर छैन फेरि यस्तो फुलतिर छैन यस्तो फुलमा छैन है भमरा बस्ने भनेको खालि यस्तो यस्तो फुलमा रहेछ कि हेर्नुहोस् चाहिँ आमा यो भमराले राम्रो राम्रो फुल खोज्दो रहेछ अनि मान्छे जातले कहाँ नराम्रो खोज्नु त खाइदिउँ पानी आ होला फेरि यहाँ होइन खाने पानी होला खाने पानी होला चिसो पानी त उतै बोतल पाऊँ त बोतल छ पानी हो त्यहाँ ए हुन्छ खाइरह बाँकी भयो यो पानी थापेर खाइदिउँ भनेर पानी खाइदिनु पर्यो भनेर चिसो पानी थाप त केटो जाँको भयो नि हुन्छ जङ्गलको पानी त मिठै हुन्छ यसमा थपेर होइन होइन त्यो फ्याल न चिसो पानी चाहिँ खाऊँ न चिसो खानी यो पनि त्यो चाहिँ फ्याल्दै हुन वाम भइसक्यो कि चिसो पानी है जिन्दगी भनेको यस्तै हो यो पानीलाई सिधै धरान लगेर धरान अब यो यस्तै हो मेगा सिटी लगिन्छ यो पाइ खाने यो चाहिँ अब मेगा सिटी लगिन्छ हामी चाहिँ पानी कस्तो छ भन त यो बार गइरा पानी उले खाएको अनुसार चाहिँ पानीको स्वाद पनि लास्ट मुखबाट खाँदा पेटमा सम्म थाहा हुने हो त्यस्तो हो यस्तो चिसो यति मजा छ नि त ल हेर्नु ए गुटमा यहाँ मिनरल छ भिटामिन छ तर हाम्रोतिरको पानीमा त ढलछल मिसेर आउँछ नि त तर यहाँको त आयुर्वेदिक मिसेर आउँछ के हो पुरै हैन जडीबुटीहरू ढल्छ अहिले त्यहाँ सुन्दै ल आयो मनोजीलाई हेर्न सक्नुहुन्छ कसरी खाइरहनु भएको छ पानी गुट पानी भरेर बोतल माथि देऊ ल अझ बियर पानी भरेर देऊ भरेर दिनु पर्यो नि चाख्नु पर्यो नि पानी त चाख्नु पर्यो के भनेर पानी आदि आको भरि भरे बेलुका गुड चाहिँ नहोस् पेट त्यही हो ल त्यसमा त हर्रो बर्रो अमलाहरुको ए सबै रहेछ हो ल लैजाम ल लैजाने हैन घरै लर लाली गुना 100 ठुङ्गा सबै होला हर्रो बर्रो सो हाउ डु लाइक द botanical garden? Do you want to say something about it? I'm first to our video. I'm first 5 minutes here. Oh, just 5 minutes. But I think it's very nice. It's very nice, really. Okay, good to hear that. So, may I know where you from? From Germany. Germany. Yeah. You're from Berlin? No, Berlin, but from Germany. Germany. Okay, nice. Germany is not only Berlin. So what's the things that attract you to visit in this place? I will have a look at the Weltbees. Bees, especially. You have to ask about Nepal also. Solitary. About Nepal.
So do you want to give some suggestion that you want to have improved, Yeah. in this place? When Also political. political. Okay. Thank you for your time. Thank you. Okay. Yeah, I really appreciate it. Thank you too. Thank you. Have a nice day. Thank you. कन्टिन्यू अब ढल्यो ढल्यो अब यो ओ आयो फेरि भ्लग गर्दा गर्दा पसिना भइसक्यो यो फेरि हाम्रो केटीहरू पनि यहीँ रहेछ कहाँ गई कुइरिनी नेपाली कुइरिनी जाउँ चाचा इन्टरभ्यु पनि भयो हाम्रो। उते गार्डन भित्र जानुपर्छ उते गार्डन ए ल जाउँ गार्डन भित्र नि पसिनै आइसक्यो है माछा परिहाल्छ 5 मिनेट भएर चाको रमाइलो भयो रमाइलो भयो यार आज रमाइलो भयो रमाइलो लिएको नि फेरि हामी तीनजनाले मात्र ल्याएको जस्तो अरूले ल्याए फुल पैसा बस्छ छैन भएको छ यो त खानैबाट गऱ्यो होला केटाहरूले खाना पनि त बढी कम खान्छ एउटै 8वटा अन्डा भइरहेछ म त 3टा हालो डुल्डुल्की भइसक्यो ए मलाई नि यस्तो त्यो अन्डाले पेट गाह्रो भइरहेछ है म त भ्याइन यो त्यो चनै धेरै भएर यार है दुईटा अन्डा चाहिँ खाए हैन ए सोल्टीले अन्डा कम खाएछ त्यही भएर इनर्जी कम रहेछ फेरि भ्लगरको आज या यो पनि भ्लग हामी यहाँ हाम्रो भ्लगरको लागि यति हामी उकालो चढेर पनि भ्लग बनाइरहेछ हैन बल फेरि यो चाहिँ गाह्रो रहेछ क्या हाम यो ओलिन पनि रहेछ यसो भित्र नि देखाइदियो सिक्लामेन गृह रहेछ नि त्यहाँ त है के सिला खै यो फुल नफुल्ने ठाउँ रहेछ म यहाँ आज गोदावरीतिर आइरहेको खै त यहाँ त फुले अलि यहाँ चाहिँ गाह्रो रहेछ है यसलाई ग्रिन हाउस भन्छ होइन ग्रिन हाउस यस ग्रिन हाउस भन्छ क्या अरे तर अलि त्यति बेटर चाहिँ छैन कि हो यो धेरै हप्पो भयो नि त यहाँ त हप्प छ है के भन्दा यहाँ चाहिँ अलिक फुल नफुल्ने प्रजातिका बिरुवाहरू रहेछ यहाँ ल हामी निस्किन्छौँ यहाँबाट है मनु सोल्टीको नि टावरले टिपेन नेटवर्क आज ओहो यहाँ माथि चाहिँ फुलै फुल रहेछ फेरि फुल जाउँ होला ल तपाईँ 10-12 बजीतिर जानु न त कहाँ जाने हो यहाँबाट यो तलतिरको भ्यू देखाउँ त पपाल देखिखा के यो तलतिर भ्यू सबै देखिँदैछ हेर न दामी है यहाँबाट सबै त के देखिन्छ जङ्गल भन्दा केही नदेखिँदैछ हिँड्दै गएर त्यो उसमा त्यो चिजमा हेर कता देखिन्छ है हो ल ठिक छ यो चाहिँ मलाई यहाँ देख्दा चाहिँ साँच्चै नै नेपालमा चाहिँ झन्डै 80% चाहिँ जङ्गलै छ जस्तो यो है फिल भयो है यस्तो रहेछ नि त नि यस्तो रहेछ नि त यहाँ ठाउँ यस्तो काठमाडौँको नजिकै वरिपरि चाहिँ यस्तो जङ्गल रहेछ त्यही काठमाडौँ चाहिँ ढुलै ढुलो भेट्छ अनि यो नानीहरूले आज हामीलाई छोडेकै छ नि पछि लाग्यो कहाँको नानीहरू डिस्काउन्ट मिल्छ मिल्दैन डिस्काउन्ट मिल्छ ए हो र ए हामीलाई पो फ्लड गरिदिरहेको छ क्या नानीहरूले यार किन हाम्रै पछि हुन्छ भनेको त यार ब्याट्री स्लो भएछ केटा होइन 10% भ्याएछ 10%मा आएछ अब यसलाई चाहिँ अब सर्टकट गरौँ ल यहाँ मान्छेहरू टाइममा गर्ने यहाँ मान्छेहरू चाहिँ सबैजना बसिरहेको छ सायद यो पानी चाहिँ धरानमा लानुपर्छ भनेर सोचिरहनु भएको सबैको चाहिँ मन त्यही भइरहेको अहिले यो सोसियल मिडिया हेर्दै गर्दा सबै यो देशको अवस्था देख्दाखेरि र धेरै जस्तो मान्छेहरू यहाँ हजुर यो त घरभित्र पनि जाने गोदावरीको मेन ठाउँ हो कि यो ठाउँको विशेषता भनेको यही हो तर यहाँ चाहिँ धेरै मान्छे गोदावरी आउँदै गर्दा धेरै मान्छेको मनस्थिति धेरै मान्छेको मनमा चाहिँ के लाग्दो छ होला भने व्यवस्थापन भयो भने साह्रै राम्रो हुन्छ भन्ने चाहिँ लाग्छ होला क्या यदि यति कुरा चाहिँ यहाँ मान्छे सबैलाई लागिरह होला कि काठमाडौँको धुवा धुलो
देखेर यहाँको यसो पिस इन्भाइरोमेन्ट देखेर अनि यहाँ एकजना फेरि भेटिहाल्यो हामीले उहाँलाई सोधिहाल्नु तपाईँलाई यहाँ आउँदा चाहिँ काठमाडौँको बारेमा के चाहिँ सोधाइरहेछ त्यसको बारेमा के सोधाइरहेछ केही सोधाएन बकवास सोधा राम्रो सोधाउनु पऱ्यो नि म्यानेजमेन्ट भयो भने त्यहाँ सुधार गर्न सकिन्छ भन्ने उहाँले अलिक बुझ्नु भएन बुझ्नु भएन क्वेसन घरभित्र ताल चलाइदिएको रहेछ यो यस्तै भयो ताल सानो सानो भएछ भोलि ताल चलाउनु पर्ने आइसकेछ माछा ए रुखमा भर्खरै कलिलो पातहरू बनाउँदैछ कहाँ कहाँ फल्नु यो त यहीँ मात्र वान पिस यहीँ अन्त लान्छौँ यहाँ काटेर तर फलेन एउटा नि फलेन योलाई चाहिँ यहीँ एकदम यहीँको इन्भाइरोमेन्टमा मात्रै फल्ने चिज हो फल्यो हो कि फुल्यो हो यो पात गुम्बिरहेको भर्खर फलेर फुल्या भनेपछि के काँडाले गरिदिनु तिमीलाई ए काँडा त दिन्न हो गरिदिनु होइन राम्रो ए मार्बल भित्र छिकेर छ खनन गरेको मार्बल कहाँ है ए मार्बल खाने हो त्यो त्यो माथि चाहिँ मार्बल खाने रहेछ अनि पछि त्यहाँ डिस्ट्रिक्टेड गर्छ जुम गर्नु छ ऐतिहासिक हो नि त्यो नि पहिला राजा महाराजाहरूले उत्खनन गर्ने ठाउँ यति चाहिँ जुम गर्न मिल्छ त्यहाँ एउटा धजा लागेको ठाउँमा चाहिँ मार्बल ए लाइन स्टोन लाइन स्टोन ल ठिक छ लाइन स्टोन त्यसलाई काटेर अनि पछि मार्बल ए ल बधाई गरेर मार्बल गर्ने गोदावरी आयो भने यो त फोटो खिच्नै पर्छ है ल गोदावरी आइसकेपछि यहाँ फोटो खिच्नु पर्ने रहेछ अब बगल भन्ने डर लाग्यो मलाई ठुलो रहेछ यो यहाँ मान्छे धेरै रहेछ पालो ल जाउँ अहिले अब पालो आउँदैन ओ भिभिआइपी गार्डन हो त्यहाँ भिभिआइपी गार्डन जाउँ ल भइहाल्यो गार्डन सक्यो आजबाट सकियो कि हो ल केही जाओस् म चाहिँ तपाईँहरूको हँसिली मोनिका भण्डारी एकदमै राम्री मान्छे म चाहिँ है उ त हेर्न सक्नुहुन्छ कलेजकै सबभन्दा राम्रो हो मेकअपले आज आएर चाहिँ तिम्रो कुरा मलाई मन पर्यो तर यो मान्छेको कुरा नेचुरल त भन्दिनँ हल्का फुल्का मेकअप गर्नुपर्छ केटी मान्छे भएपछि ऊ चाहिँ एकदम मिलनसार छ होइन हाम्रो ब्याचलरमा चाहिँ अब फर्स्ट इयरदेखि फोर्थ इयरसम्म चाहिँ एकदम मिल्ने भन्ने चाहिँ उनी हो कसराम सुल्टी हेलो चस्मा लगाइदिनु भइसक्यो त पत्र देखेँ चस्मा लगाएर फोटो देख्छु नाच केटा नाच त्यो रिभन नाच्देऊ भयो नाच नि केटा नाच कस्तो बाटो गरे अब म आफै नाच्छु म आफै के गर्नु नाच केटी एक फन्को सुरासोटी हजुर यसबाटै बताउँछु हातको ताउ माया आउन र आउ माया च्याप्पै हाल्छ माउ कति नाच्नु यिनीहरूको पनि जिउ मात्रै ननाच्यो मन त फुरुङ भइरह्यो यो दुइटाको नि मन चाहिँ नाचिरहेको भित्रभित्र भएन यो भइरहेको मलाई प्याक गर्नु भयो त नि
मन पर्यो ससुराबार मलाई साली मन पर्यो ससुराबार मलाई साली मन पर्यो नाच्दै मन पर्यो नाच्दा नाच्दै मन पर्यो नाच्दै मन पर्यो सारा पानी बिना झुको आट्टै मन पर्यो यति तिमीलाई बिनको आट्टै मन पर्यो यति तिमीलाई बिनको आट्टै मन पर्यो साथी त पास गरौँ त यता यता बिना सोची तिम्रो जवाना कसले लाने हो चल्ने लाग्यो त्यसको भ्रमर काट्ने हो चित्त नदुखाऊ मेरा चित्त नदुखाऊ दुखेला जाली खाने भए ससुराली माछा खाने यहाँ एउटा राखिदिनु दिदी यहाँ एउटा राखिदिनु मुखभित्र हाल न यार खाएको केटाहरूसँग माछा न हाल्ला फेरि यार मुखै बिची हालेको कि हो त्यसलाई यस्तो गर दिदी बाई बाई दिदी बाई 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 सी यू दिदी सी यू अगेन ओ या दाइ त जान छैन होला है ल दिदी गयो है लास्ट डे पनि मनायो अब हामीले ब्याचलरको 4th इयरको लास्ट डेको एक्जामको लास्ट डे पनि मनायो कस्तो लागिरहेको छ दोस्त नरमाइलो त लागेन नि छुट्टिनु पर्दा मेमोरेबल भयो टाइम चाहिँ हैन सो तिमीलाई कस्तो लाग्यो सो मच एभ्रीवन हैन यो रोमान्ली है ग्रेटफुल टाइम टु एकदम रोमाइलो छ आज लास्ट मोमेन्ट यता हेर यता कस्तो भयो तिम्रो आज रमाइलो भयो तर मेरो उठेको यहाँ भिडियो घटाएर हाल्नु ओके लास्ट डेको लास्ट मिनटको युटिलाइज गर्नु पर्ने टाइम है ल बाई बाई दोस्त बाई बाई भन्ने छ अहिले नि अब त बाई बाई छ नि अब 2-4 मिनट पछि है दोस्त हामी चाहिँ अब जाँदैछौँ फेरि पनि ठाउँ बस्नु ब्याचलरको हाम्रो आज भनेको लास्ट मिनट मात्र बाँकी छ होइन अब छुट्टिया जस्तै नै हो 2-4 मिनट पछि त छुट्टिन्छ नि आफ्नो बाटो लाग्छ ल गाइस भेट पछि अवश्य छुट छ के मिलन पर्छ पिछड अवश्य छ ल बाई ल ओके ब्रो ल
केटाहरू सबैजना अब भेट भएन भने सबैजना प्रगति गरेको सुन्न पाओस् है हजुर हजुर भन त यस प्लिज के भन त भन पर्दैन ल बाई बाई गाइज बाई बाई त्यो कलङ्कीबाट जाने त हो नि कलङ्कीबाट जाँदा नि हुन्छ जहाँबाट जाँदा नि हुन्छ त्यो स्माइल त किलरै हो के छैन रहेछ ल सुनाउँछु राम्रोसँग बसेर बाई बाई सकिसक्यो स्टार्ट हाल्नु मन गरेर कति